कति राम्रो काठमाडौँ धरार हामी पुग्यो काठमाडौँ सहर मेटाइदिउँला यो मनको राडा मेटाइदिउँला यो मनको राडा हे काम त पर्यो दुःखले गर्नेछ अब हामी धरा चढ्नेछ ल है रमाइलो। थ्याङ्क यू भेरी गुड। यो धराभित्र हो है। अब यहाँ चाहिँ माथिसम्म जानुपर्छ, अलि गाह्रो लाग्छ। थ्याङ्क यू भेरी गुड। हेर्दै गर्नु होला भिडियोहरू पुरासम्म। काठमाडौँमा यही सपिङ किन आउने धराडा हो नेपाललाई चिनाउने लाग्छ राडा घुम्दैछ काठमाडौँ सहर। भीष्मा मैले थोरै नै बिसेको एकछिन मैले झ्यालबाट काठमाडौँ सहर यो मनको राडा राम्रो धराडा काठमाडौँ सहर यो मनको राडा राम्रो धराडा। यो अब म त गर्दैन गुनासो आधा पुग्यो चढ्नलाई उपास काठमाडौँ धरार घुमाउँछु काठमाडौँ सहर। चढ्दै कम्मर दुखियो उता 18 तोलामा पुगियो अझै बाँकी छ लाग्छ मनमा काठमाडौँ सहर चढ्छु धराडा लाग्छु मनमा काठमाडौँ सहर चढ्छु धराडा। नमस्ते दर्शकहरू। 20 तोला रहेछ अनि माथि पुग्दासम्ममा है बल्ल पुग्यो यहाँ है। बल्ल यहाँ पुग्दा अलिकति हावा चिसो हावा सरेर यसो खाँदा आनन्द महसुस लाग्यो। अनि यहाँ चाहिँ नि हाम्रो पर्यटकहरू हाम्रो नेपालको विभिन्न जिल्लाबाट हाम्रो दाजुभाइ दिदीबहिनी बुवा आमा लगायत भाइ बहिनीहरू यहीँ देखिरहेको हुनाले मलाई एकदम गर्व लागेको छ। किनभने नेपाललाई चिन्ने यो धराडा एकदम रमाइलो ठाउँ है। यहाँको दृष्टिकोण यहाँ पुगेर धराडा माथिबाट काठमाडौँको जुन गल्ली सहर कुना सबैमा फोटो खिच्नु पाउँदा मलाई साह्रै नै खुसी लागेको छ। धन्यवाद सम्पूर्ण मित्रहरू। आज म काठमाडौँको धराडामा यो मौसम क्लियरको समयलाई लिएर आजको आफ्नो अमूल्य समय लिएर यहाँ आइपुगेको छु र मेरो भिडियो अन्तिमसम्म साथ दिनु होला। धेरै जस्तो पुरानो धराडा चढ्यो होला र यो नयाँ बनिसकेपछि करिब गाउँघरको धेरैजनाले चढेको छैन होला र सहरमा त अब सधैँ आइरहन्छ। तर गाउँमा चाहिँ नि हजुरहरूले धराडामाथि चढेको छैन। त्यसैले हजुरहरूले पनि साथीहरू चढेको साथीहरू यही धराडाको याद भइहाल्छ र नचढेको साथीहरू हेर्ने हजुर जग्गा भइहाल्छ। अनि यतातिर है सबै काठमाडौँको भ्युज देखिरहेछ है। थ्याङ्क यू भेरी गुड है। कस्तो लाग्छ तपाईँहरूलाई आज धराडाबाट यो काठमाडौँको गल्ली सहर सबै खिचेर मेरो लाइभ फेसबुक पेज र युट्युबमा देखाउन गएको छु। थ्याङ्क यू भेरी गुड। मेरो भिडियोबाट हजुरलाई अन्तिम चरणमा नमस्ते भन्दै आजको यही भिडियोलाई यहीँ अन्त्य गर्छु। थ्याङ्क यू भेरी गुड।